जलवायु परिवर्तनले हामी सबैलाई असर गरिरहेको छ, तर सबैभन्दा बढी जोखिममा हामी बालबालिका र युवाहरू परिरहेका छौँ। हामी जन्मेको क्षणदेखि नै हामीले फेर्ने सास, हामीले पिउने पानी, हामीले खाने खाना र हाम्रा सपनाहरू सबैलाई यसले असर पारिरहेको छ। अत्यधिक गर्मी, बाढी र पहिरोले हाम्रा विद्यालयहरू बन्द हुन्छन्। गर्मीको लहरले हामीलाई बिरामी बनाउँछ। बाली उब्जन हुन नसक्दा भोकै पेट सुत्न बाध्य हुन्छौँ। नेपालमा वायु प्रदूषणको स्तर नियमित रूपमा संसारको सबैभन्दा खराब मध्ये एक भइरहेको हुन्छ, जसले गर्दा सुरक्षित रूपमा सास फेर्न, खेल्न, स्कुल र कलेज जान पनि गाह्रो भइरहेको छ। प्रकोपहरूले आवासहरू मात्र भत्काउँदैनन्, तिनीहरूले सपनाहरू पनि चकनाचुर पार्छन् र हाम्रो सुरक्षाको आवाज पनि खोज्छन्। यी घटनाहरूले हामीमाथि शोक, चिन्ता र आघातका गहिरा भावनात्मक घाउहरू छोड्छन्। जलवायु परिवर्तन टाढाको खतरा होइन, यो अहिले नै भइरहेको छ र हामी बालबालिका र युवाहरू यसको मूल्य चुकाइरहेका छौँ। जलवायु परिवर्तन ठूलो चिन्ताको विषय हो, तर बालबालिका र युवाहरू यसको समाधान गर्न आफ्नो भूमिकाहरू निर्वाह गरिरहेकै छन्। हामी जवाफदेही भइरहेका छौँ। हामी विद्यालय र समुदायहरूमा जलवायु परिवर्तनबारे जागरुकता बढाउँदैछौँ। स्थानीय सरकारलाई जलवायु मैत्री र वातावरण मैत्री कार्यहरू गर्नका लागि वकालत गर्दैछौँ। हामी नयाँ र नवप्रवर्तनशील उपायहरू ल्याउने प्रयास गरिरहेका छौँ। हामीले फोहोरलाई बहुमूल्य वस्तुहरूमा रूपान्तरण गरिरहेका छौँ। हामी प्रदूषण नियन्त्रण गर्ने प्रविधिहरू ल्याउँदैछौँ। हामी चक्रीय अर्थव्यवस्थालाई प्रवर्धन गर्ने, प्रकृति संरक्षण गर्ने, जलवायु स्मार्ट कृषि, स्वास्थ्य, शिक्षा, व्यवसाय र आर्टिफिसियल इन्टेलिजेन्स जस्ता विविध क्षेत्रहरूमा आफैले समाधान ल्याउने काम पनि गरिरहेका छौँ। बालबालिका र युवाहरूले जलवायु परिवर्तनको प्रभाव कम गर्न प्रयासहरू गरिरहे तापनि हामी यो लडाईँ एक्लै लड्न सक्दैनौँ। यसका लागि हामीलाई हाम्रो सरकार, वैश्यकहरू, अगुवाहरू र सम्पूर्ण समुदाय सबैको साथ र सहयोग आवश्यक छ। हामी भोलिका अगुवा मात्र होइनौँ, हामी आजका संवाहक पनि हौँ। त्यसकारण जलवायु परिवर्तनको न्यूनीकरण र अनुकूलनमा कदमहरू चाल्दा बालबालिका तथा युवाहरूको आवश्यकता र आवाजलाई प्राथमिकतामा राख्न तपाईहरूलाई पनि हामी आह्वान गर्दछौँ। भविष्य हाम्रो हातमा छ, तर हामीलाई तपाईको पनि साथ चाहिन्छ। के तपाईँ हामीलाई साथ दिनुहुन्छ?